म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्न पर्छ म तयार छु। कतिपय मानिसहरूले भन्ने गर्छन् पार्टी अध्यक्ष छोड। म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्न पर्छ म तयार छु। आजै म तपाईहरुको अगाडि घोषणा गर्न चाहन्छु, देश बच्न पर्यो। हामीलाई अध्यक्ष पद कार्यकारी यो धेरै सानो कुरा भइसक्यो। मैले यिनै कुरा विचार गरेर नै केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजक र अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु। र म सबैलाई पनि राष्ट्रको निम्ति त्याग, देशको निम्ति त्याग गर्न तयार रहन पनि म सबैसँग अपिल गर्न चाहन्छु।